केटा हो गाडी जति हल्लियो नि साथी हो के गर्नु पहिलोचोटि होइन यसरी अब खाना पाएको छ कफी है यो कफी छ माई गॉड के गर्नु यार यो त के अन्तर्राष्ट्रिय स्तरको छ त अनि साथी हो के गर्नु अब प्लेनमा मात्र खाथी खाजा अब पहिलोचोटि वासरुम छुट्टै खाजा छुट्टै खाने बसमा चढ्दा छुट्टै अनुभव हुँदो रहेछ यहाँ यो भाइ छ है खाजा खाऊ भाइ यस्तै हो है कालो मात्र बनाएको कफी चाहिँ हालेर होइन चिनी हालेर कफी स्वादमा आयो क्या चिनी बेसी हाल्दैन यो त त्यो म कलिलो मकै उसिनेर खाए जस्तो भयो बिल्कुल कलिलो मकै उसिनेर खाँदा गाउँघरमा है अहिले खासै स्वाद छैन के हाल्ने दाइ मसँग छ ठिकै हो राम्रै हो